चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्डबाट थप 9 जना प्रतियोगीहरू नकआउट राउन्डमा प्रवेश गरेका छन्। शुक्रबार भएको ब्याटलबाट 4 जना र शनिबार भएको ब्याटलको चौथो एपिसोडबाट 5 जना गरी जम्मा 9 जना प्रतियोगीहरू नकआउटका लागि छानिएका हुन्। शनिबार भएको ब्याटलमा कोच उदयको टिमबाट 1 जना प्रतियोगी स्टिल भएका थिए। अहिलेसम्म 18 जना प्रतियोगीहरू नकआउटका लागि छानिएका छन्। साथै 14 जना प्रतियोगीहरू ब्याटलबाट बाहिरिएका छन्। यस भिडियो सामग्रीमा द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्डबाट नकआउटका लागि छानिएका थप 9 जना प्रतियोगीहरूका बारेमा चर्चा गर्दैछु। द भोइस अफ नेपाल सिजन 6 को अन्य भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। प्रभा राई द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएकी 10औं प्रतियोगी हुन् प्रभा राई। उनले कोच उदयको टिमबाट 4 चेयर टर्न 5 थरका मिङसो केरुङ लिम्बूसँग ब्याटल भिडेकी थिइन्। कोचले प्रभालाई छानेपछि मिङसो सोबाट बाहिरिएका छन्। प्रभा कोच उदयको टिममा छिन्। प्रभा द भोइस अफ नेपाल सिजन 6 को ब्लाइन्ड अडिसनबाट छानिएकी पहिलो प्रतियोगी हुन्। धर्मदेवी नगरपालिका वडा नम्बर 7 सङ्खुवा सभाकी प्रभाले यसअघि ब्लाइन्ड अडिसनमा कोच राजु बाहेक 3 जना कोचहरूको कुर्सी गुमाउन सफल भएकी थिइन्। उनलाई आफ्नो टिममा पार्न कोच खेम र मेलिनाले निकै हानथाप गरेका थिए, तर उनले कोच उदयको टिममा जाने निर्णय गरेकी थिइन्। सानैदेखि गाउँघरमा गीत गाउन सिकेकी उनले विद्यालयमा आवाजका कारण चर्चा पाइन्। आमा र दाइबाट गायन क्षेत्रमा लाग्न हौसला पाएकी प्रभाले पहिलो पटक रियालिटी सोमा सहभागिता जनाएकी हुन्। उनी 19 वर्षकी छिन्। उनी यसअघि नेपाल आइडलमा पनि सहभागी भएकी थिइन्। उनका केही गीतहरू समेत सार्वजनिक भइसकेको छ। कमलजित ढकरियाल द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएका 11औं प्रतियोगी हुन् कमलजित ढकरियाल। उनले कोच राजुको टिमबाट उदयपुरकी योजना राईसँग ब्याटल भिडेका थिए। कोचले कमलजितलाई छानेपछि योजना सोबाट बाहिरिएकी छिन्। कमलजित सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने 24औं प्रतियोगी हुन्। उनी कोच राजुको टिममा छन्। उनी भारतको उत्तराखण्ड पिथौरागढ धारचुलाका हुन्। उनी कमलजित सिंहका नामले पनि परिचित छन्। नेपालको सिमाना नजिकै बस्ने गरेका कमलजित सानैदेखि नेपाली गीत सङ्गीतमा रुचि राख्ने गर्थे। भारतका विभिन्न स्थानमा हुने कार्यक्रमहरूमा पनि नेपाली गीतहरू नै बढी गाउने गरेका कमलजितले आफ्नो बुबाको सपनालाई पनि बोकेर हिँडेका छन्। उनी नेपाली गायन क्षेत्रमा पनि स्थापित हुन चाहन्छन्। प्रोसेस पाण्डे द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएका 12औं प्रतियोगी हुन् प्रोसेस पाण्डे। उनले कोच खेमको टिमबाट दाङ्की प्राची बिडारीसँग ब्याटल भिडेका थिए। कोचले प्रोसेसलाई छानेपछि प्राची सोबाट बाहिरिएकी छिन्। 18 वर्षीय प्रोसेस धादिङको गजुरी गाउँपालिका वडा नम्बर 4 निवासी हुन्। उनी सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने पहिलो प्रतियोगी हुन्। उनी कोच खेमको टिममा छन्। सानो छँदा फलैचाको डन्डीलाई बाजा बनाएर गाउन थालेका प्रोसेसले ठुले आमाबाट गीत गाउन सिकेका थिए। त्यसपश्चात उनले सङ्गीतलाई नै करियर बनाए र गीत गाउन सिके। उनी आफ्नो जीवनको लक्ष्य नै गीत गाउनु रहेको बताउने गर्छन्। जन्मिएको 6 महिनापछि माइती पुगिएपछि मात्रै आफ्नो छोराले आँखा नदेख्ने गरेको थाहा पाएको उनका आमा बुबा बताउँछन्। उनी सानैदेखि दृष्टिविहीन भए तापनि त्यसै अवस्थामा पनि आफू खुसी भएको बताउँछन्। उनी क्यारिकेचर गर्न पनि सिपालु छन्। सुनिल आरडी विश्वकर्मा द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएका 13औं प्रतियोगी हुन् सुनिल आरडी विश्वकर्मा। उनले कोच मिलिनाको टिमबाट रोल्पाका मिलन बुढा मगरसँग ब्याटल भिडेका थिए। कोचले सुनिललाई छानेपछि मिलन सोबाट बाहिरिएका छन्। सुनिलले यसअघि ब्लाइन्ड अडिसनमा कोच मेलिनाको कुर्सी घुमाएका थिए। उनी कोच मेलिनाको टिममा छन्। 28 वर्षीय सुनिल कास्की जिल्लाको पोखरा भदौरे पञ्चासेका हुन्। हाल उनी काठमाडौँमा मुवाथाई बक्सिङ गर्नुका साथै सङ्गीत सिक्दैछन्। सानैदेखि सङ्गीतमा रुचि राखेका सुनिल मुवाथाई र गायनलाई सँगै अगाडि बढाउन चाहन्छन्। 6 वर्ष अघि काठमाडौँमा प्रवेश गरेका सुनिलले मुवाथाईका विभिन्न प्रतियोगिताहरूबाट पनि सहभागिता जनाइसकेका छन्।
6 वर्ष अघि काठमाडौँमा प्रवेश गरेका सुनिलले मुवा थाईका विभिन्न प्रतियोगिताहरूमा पनि सहभागिता जनाइसकेका छन्। घरबाट आर्थिक रूपमा सबल हुनका लागि विदेशी सुझाव आए तापनि उनी स्वदेशमै बसेर मुवा थाई र सङ्गीतलाई प्राथमिकता दिन चाहन्छन्। प्रमेश राई द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएका 14औं प्रतियोगी हुन् प्रमेश राई। उनले कोच राजुको टिमबाट पाल्पाका सम्झना योङहाङ लिम्बूसँग ब्याटल भिडेका थिए। कोचले प्रमेशलाई छानेपछि सम्झना सोबाट बाहिरेकी छिन्। प्रमेश सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने 14औं प्रतियोगी हुन्। उनको प्रस्तुतिमा दर्शकहरूले वान्स मोरको हुटिङ समेत गरेका थिए। उनी कोच राजुको टिममा छन्। 21 वर्षीय प्रमेश इलामको रुङ गाउँपालिका वडा नम्बर 6 सन सिटी सलकपुर भिलेजका हुन्। किसान रहेका आमा बुबालाई आफ्नो सफलताको श्रेय दिने गरेका प्रमेश सबै जनराका गीत गाउन रुचाउँछन्। 7 वर्षको उमेरदेखि नै गीत रुचाएका प्रमेशले सङ्गीत सिकेको करिब 4 वर्ष जति भयो। सानैदेखि औपचारिक रूपमा सङ्गीत सिक्ने इच्छा राखेका प्रमेशले कारणवश सङ्गीत सिक्न पाएनन्, तर उनी हाल अध्ययनसँगै गायन क्षेत्रमा पनि सक्रिय छन्। प्रज्वल कार्की द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएका 15औं प्रतियोगी हुन् प्रज्वल कार्की। उनले कोच खेमको टिमबाट 4 चेयर टन मन नेपालीसँग ब्याटल भिडेका थिए। कोचले प्रज्वललाई छानेपछि मन सोबाट बाहिरिएका छन्। प्रज्वल सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने 20औं प्रतियोगी हुन्। उनी कोच खेमको टिममा छन्। 22 वर्षीय प्रज्वल सुदूरपश्चिम डडेलधुराका हुन्। 5 वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेका प्रज्वल अध्ययन र सङ्गीतलाई सँगै अगाडि बढाउँदैछन्। एउटा कार्यक्रममा गीत गाएको देखेपछि उनका बुबाले प्रज्वललाई गीत गाउन सिकाउने गरेको आज पनि प्रज्वल सम्झन्छन्। औपचारिक रूपमा सङ्गीत नसिकेका प्रज्वल सङ्गीत क्षेत्रमै नाम कमाउन चाहन्छन्। सञ्चिता नेपाली द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएकी 16औं प्रतियोगी हुन् सञ्चिता नेपाली। उनले कोच मिलिनाको टिमबाट सङ्खुवा सभाका गगन आलेसँग ब्याटल भिडेका थिए। कोचले सञ्चितालाई छानेपछि गगन सोबाट बाहिरिएका छन्। 22 वर्षकी सञ्चिता सुदूरपश्चिम बझाङकी हुन्। उनी सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने 10औं प्रतियोगी हुन्। उनको प्रस्तुतिमा कोच उदयले पहिलो पटक ब्लक पाएका थिए। कोच उदय सिजन 6 मै ब्लक पाउने पहिलो कोच हुन्। सञ्चिता कोच मिलिनाको टिममा छिन्। साङ्गीतिक क्षेत्रमै हुर्किएकी सञ्चिताका आमा बुबा पनि साङ्गीतिक क्षेत्रकै हुन्। उनकी आमा र बुबाले देउडा गीतहरूमा आवाज दिएका छन्। गायन क्षेत्रमा सक्रिय रहेका उनका बुबाले दण्डकालमा घर छोडेर भारतको यात्रा गरेका थिए। भारतमा बसोबास गरेका सञ्चिताको परिवारले सङ्गीतप्रतिको लगावलाई पनि छोडेनन्। कुनै समयमा बुबाकी गीतहरू चल्ने गरेको सम्झना गर्दै सञ्चिता गायन क्षेत्रमा लागेर आफ्नो बुबाका गीतहरूलाई पनि अगाडि ल्याउन चाहन्छन्। अर्पणा आचार्य द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएकी 17औं प्रतियोगी हुन् अर्पणा आचार्य। उनले कोच उदयको टिमबाट वीरगञ्जका सिद्धान्त सहनीसँग ब्याटल भिडेका थिए। कोचले अर्पणालाई छानेपछि सिद्धान्तलाई कोच राजुले स्टिल गरेका थिए। यसअघि अर्पणाले ब्लाइन्ड अडिसनमा कोच उदयको कुर्सी घुमाएका थिए। उनी कोच उदयको टिममा छिन्। 23 वर्षीय अर्पणा पाक्योङ सिक्किम भारतकी हुन्। सिक्किममा सन् 2019 मा भएको गायन प्रतियोगितामा रनर अप भएकी अर्पणा अहिले सङ्गीतमा मास्टर्स गर्दैछिन्। उनले आफ्नी आमाबाट गाउने प्रेरणा पाएकी हुन्।
सिद्धान्त सहनी। द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्ड जित्दै नकआउटका लागि छानिएका 18औं प्रतियोगी हुन् सिद्धान्त सहनी। उनले कोच उदयको टिमबाट सिक्किम भारतकी अर्पणा आचार्यसँग ब्याटल भिडेका थिए। कोचले अर्पणालाई छानेपछि सिद्धान्तलाई कोच राजुले स्टिल गरेका थिए। सिद्धान्त सिजन 6 मा स्टिल भएका दोस्रो प्रतियोगी हुन्। सिद्धान्त वीरगञ्जका हुन्। उनले यसअघि ब्लाइन्डमा कोच राजु लामा बाहेक 3 जना कोचहरूको कुर्सी घुमाएका थिए। संयोगले उनलाई ब्लाइन्डमा नघुमेका गायक राजु लामाले स्टिल गरेका छन्। अब उनी कोच राजुको टिममा छन्। कव्वाली सुनेर गीत गाउने चाहना बढाएका सिद्धान्तले गाउँकै एक दाइबाट गीत गाउन प्रेरणा पाएका हुन्। परिवारबाट गीत गाउन मद्दत पाएका सिद्धान्तले सङ्गीतको यात्रामा चासोका साथ सङ्घर्ष गरिरहेका छन्। गीत र भजन गाएर गीत गाउन सुरु गरेका उनी एसई सकेपछि गीत गाउनकै लागि भनेर काठमाडौँमा आए र कलेज पनि भर्ना भए। कलेज अध्ययनका क्रममा भौगोलिक विभेदको नमिठो याद सङ्गालेका सिद्धान्त निरन्तर गायन क्षेत्रमा सक्रिय छन्। आदरणीय दर्शकबिन, तपाईलाई यी प्रतियोगीहरूमध्ये कुन प्रतियोगी सोको विजेता बन्लान् जस्तो लाग्छ? कृपया कमेन्ट गर्नुहोस्। भिडियोलाई लाइक र सेयर गर्न पनि नभुल्नुहोला। यस्तै भिडियोहरूका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्। चन्द्र घलानको साथमा तपाईँ हेर्दै हुनुहुन्छ मुर्चुङ्गा टिभी।